फ्रेन्ड्स यसपालि Xiaomi Redmi Note 16 सिरिज लन्च नभएर Xiaomi Redmi Note 17 सिरिज चाइनामा लन्च भएको छ र कुन फोनहरू त्यहाँ लन्च भएको छ भन्नु पर्दा Xiaomi Redmi Note 17 र Xiaomi Redmi Note 17 Pro यिनी दुईवटा फोनहरू चाइनामा लन्च भइसकेको छ। इन्ट्रेस्टिङ पार्ट के छ भने अहिले तपाईलाई यो मोबाइलमा ब्याट्री ब्याकअप चाहिँ एकदमै बबाल पाउनुहुनेछ र आजको भिडियोमा हामी कुरा गर्नेछौँ Xiaomi Redmi Note 17 मोबाइलको बारेमा। इन्ट्रेस्टिङ पार्ट के छ भने अहिले तपाईलाई यो मोबाइलमा 8000 mAh को बिग ब्याट्री देख्न पाउनुहुनेछ, यानी कि ब्याट्री ब्याकअपको मामलामा यो फोन एकदमै बबाल हुनेवाला छ। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, यदि तपाईहरुले हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। सबैभन्दा पहिला हामी कुरा गरौँ Xiaomi Redmi Note 17 मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरानु पर्दा अहिले चाहिँ यो मोबाइल एकदमै फरक डिजाइनको साथमा लन्च भएको छ। मोबाइलको ब्याक साइडमा तपाईहरुलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र तलपट्टि चाहिँ Redmi को ब्रान्डिङ पाउनुहुनेछ र अगाडिपट्टि तपाईहरुलाई सेन्टर पञ्चलको डिस्प्ले जसमा ग्लासको प्रोटेक्सन पनि दिएको छ। साथमा यो मोबाइलमा IP65 को रेटिङ पनि पाउनुहुनेछ, यानी कि हल्का फुल्का पानीको छिटाहरू परे पनि अथवा धुलो परे पनि मोबाइलले त्यस्तो कुनै प्रब्लम हुने छैन। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरानु पर्दा पर्सनली मलाई चाहिँ यो मोबाइलको डिजाइन एकदमै मन परेको छ। तपाईलाई यो मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्टमा लेखिदिनु होला। अब चाहिँ हामी कुरा गरौँ डिस्प्लेको बारेमा। तपाईलाई यो मोबाइलमा 7 इन्चको FHD प्लस OLED डिस्प्ले पाउनुहुनेछ र यो डिस्प्लेमा चाहिँ 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ, यानी कि यो मोबाइलको डिस्प्ले डे टु डे युसेजको लागि एकदमै स्मुथ हुनेवाला छ। र ब्राइटनेसको बारेमा कुरानु पर्दा तपाईलाई यो डिस्प्लेमा 1800 निट्सको पिक ब्राइटनेस पाउनुहुनेछ। इन्डोर र आउटडोर युसेजको लागि तपाईलाई यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन। ओभरअलमा डिस्प्लेको बारेमा कुरानु पर्दा यो मोबाइलको डिस्प्ले साइज ठुलो भएको कारणले मल्टिमिडियाको लागि मोबाइल चाहिँ एकदमै बबाल हुनेवाला छ र साथमा यो मोबाइलको डिस्प्ले क्वालिटी पनि एकदमै राम्रो रहेको छ। त्यसै गरी चिपसेट तपाईलाई यो मोबाइलमा Qualcomm Snapdragon 4 Gen 4 को चिपसेट पाउनुहुनेछ, जुन चाहिँ एउटा 5G चिपसेट हो। 4 नैनोमिटरमा बनेको कारणले तपाईलाई यो मोबाइलमा हिटिङको इस्यु पनि एकदमै कम पाउनुहुनेछ। साथमा LPDDR4 यसको र्याम टाइप र UFS 2.2 को स्टोरेज टाइप पाउनुहुनेछ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब यो चिपसेटको एन्तुतु स्कोरको बारेमा कुरानु पर्दा यसको स्कोर लगभग 6 लाख जति आउँदछ, यानी कि डे टु डे युसेजको लागि तथा मल्टिमिडियाको लागि यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम हुने छैन। साथमा तपाईले यो मोबाइलमा मिडियम सेटिङमा गेमहरू पनि खेल्न सक्नुहुनेछ। त्यसै गरी सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स Android 16 पाउनुहुनेछ, जुन चाहिँ HyperOS 3 मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स पनि ठिकठाकै पाउनुहुनेछ। र अपडेट्सको बारेमा कुरानु पर्दा सायद तपाईलाई यो मोबाइलमा 3 वर्षको अपडेट्स पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, अर्को चाहिँ AI लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरानु पर्दा यिनी क्यामेराहरूबाट तपाईले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरानु पर्दा अहिले चाहिँ तपाईलाई यो मोबाइलमा डिसेन्ट क्यामेरा सेटअप पाउनुहुनेछ। त्यसै गरी ब्याट्री तपाईलाई यो मोबाइलमा 8000 mAh को बिग ब्याट्री दिएको छ भने चार्ज गर्नको लागि 45 वाटको चार्जर बक्समा पाउनुहुनेछ र यो मोबाइलबाट तपाईहरुले अर्को मोबाइल चार्ज पनि गर्न सक्नुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा 2-3 दिनको चाहिँ मज्जाले पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरुको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा अन्डर डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट, NFC पनि पाउनुहुनेछ र स्पिकर तपाईलाई यो मोबाइलमा सायद सिंगल स्पिकर दिएको छ, जसको क्वालिटी चाहिँ डिसेन्ट हुनेवाला छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ Xiaomi Redmi Note 17 को नेपाली एक्सपेक्ट प्राइसको बारेमा। यसको 6+ 128GB चाइनामा त्यहाँको 1279 मा लन्च भएको छ र यो पैसालाई नेपालीमा कन्भर्ट गर्नु पर्दा लगभग 29,500 जति पर्न जान्छ। यदि यो मोबाइल हाम्रो नेपालमा 30 देखि 35,000 को प्राइस पोइन्टमा आउँछ भने मोबाइल चाहिँ एकदमै राम्रो हुनेवाला छ। अब लन्च डेटको बारेमा कुरानु पर्दा अहिले चाहिँ हामीलाई यो मोबाइलको कुनै पनि इन्फर्मेसन मिलेको छैन। यदि मिल्यो भने हामी तपाईहरुको लागि यो मोबाइलको डेडिकेट भिडियो बनाएर च्यानलमा अपलोड गर्नेछौँ। त्यसको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। ल त साथीहरु, यति नै थियो आजको भिडियो। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।